आउनुहोस् मेरो रेसिपीमा। आज मेरी क्रिसमसको लागि मैले बच्चाहरूलाई एकदमै स्पेशल एउटा रेसिपी ल्याएको छु। त्यसको लागि चाहिँ नि 1 किलो जस्तो मैले आलु बोइल गरेको छु। आलु बोइल गरेर त्यसलाई कद्दुकस गर्ने। 2 चम्मच जस्तो गोलमरिचलाई मसिनो गरेर राखेको छु। अनि कर्नफ्लोर 3 चम्मच जस्तो कर्नफ्लोर राख्ने। अनि स्वादअनुसार नमक। अनि आधा चम्मच जस्तो मैले चिली पाउडर पनि राखेको छु। अब यसलाई मजाले मुसेर चाहिँ नि यसलाई मैले डोको शेपमा ल्याएको छु। अब यसको सानो पिस निकाल्ने अनि त्यसलाई चाहिँ नि मैले स्टार शेपमा बनाएको छु। कोही स्टार शेप, कोही स्माइली वाला फेसको बनाएको छु। कसैलाई चाहिँ नि डोनेट 3टा शेपमा बनाएको छु मैले। एउटा स्टार, एउटा स्माइली अनि एउटा चाहिँ नि डोनेट शेपमा बनाएको छु। यसरी बनाउँदाखेरि बच्चाहरू पनि एकदमै खुसी हुने, त्यही भएर नि मैले यो 3टा शेपमा बनाएको छु। हजुरहरूलाई मर्जी बिना शेपको पनि बनाउन सक्नुहुन्छ। अब यता मेरो तेल पनि गरम भयो। मेरो शेप पनि सबै रेडी छ। तेल चाहिँ नि एकदमै गरम हुनुपर्छ। अनि त्यसको बाद फुल फ्लेममा चाहिँ नि यसलाई मजाले फ्राई गर्ने। फर्स्टमा चाहिँ नि मैले स्टार शेपलाई चाहिँ नि राखेको छु। देख्दाखेरि एकदमै गोल्डन ब्राउन एकदमै राम्रो देखिएको छ। स्टार पनि मेरो रेडी भयो। अब यता स्माइली फेसवाला पनि बनाउँदा जाँदैछु। ग्यास चाहिँ नि फुल फ्लेममा राख्नु होला। अब डोनट शेपमा मैले यसलाई फ्राई गर्दैछु। देख्दाखेरि एकदम गोल्डन ब्राउन, एकदम क्रिस्पी अनि क्रन्ची। बच्चाहरू एकदमै खुसी भयो। मेरो छोरालाई खाएर हेर कस्तो छ भनेको, एकदमै टेस्टी भयो मम्मी भन्दै थियो। अनि मार्केटबाट स्माइली यो डोनेट किन्न भन्दा घरमा एकदमै राम्रो अनि एकदम टेस्टी अनि एकदमै राम्रो फ्लेभर लाग्यो मलाई चाहिँ नि। यता मेरो छोरी पनि एकदमै खुसी छिन्। क्रिसमसको दिनमा अब यताउता घुमाउन लैजान भन्दा मैले चाहिँ नि घरमै बच्चाहरूलाई चाहिँ नि यसरी खुसी गरेको छु आज। हजुरहरूले पनि बनाउन सक्नुहुन्छ यसरी। एकदमै सजिलो, एकदमै सिम्पल। साथमा आज आमा पनि आउनुभएको थियो हाम्रो क्रिसमस पार्टीमा। सानो क्रिसमस पार्टी थियो यो। हुन्छ त गाइस, आजलाई यति। नेक्स्ट भिडियो मैले फेरि ल्याउँदैछु। बाई बाई।